दिदीबहिनीहरूले धेरै काम गर्नुहुन्छ ल कार्यक्रम यही धारो बनेर पखाल्ने हो ल ठिक छ। तपाईँ पनि जनचेतना स्वास्थ्य आमा समूहको सदस्य एकदम के ज्येष्ठ नागरिक होइन त आमा तपाईँ आज स्वास्थ्य आमा समूहको स्वास्थ्य सेवा स्वयंसेविका हो कि होइन हेलो त्यस्तो लाज छैन यस्तो फडानी गरिराख्ने यहाँबाट ल वा ए हजुरआमा तपाईँ के गर्दै हुनुहुन्छ आज के कार्यक्रम भइरहेको त कार्यक्रम यही धारो बनेर पखाल्ने हो ल ठिक छ। तपाईँ पनि जनचेतना स्वास्थ्य आमा समूहको सदस्य एकदम के ज्येष्ठ नागरिक होइन त आमा तपाईँ ल ठिक छ। ल गाउँमा सरसफाइ गर्नु पर्यो ल तपाईँ पनि त्यहीबाट होइन आमा ल कस्तो लागिरहेछ त आज ल ठिक छ। पहिला यस्तो के पहिला भिडलाई होइन अहिले यस्तो हुँदाखेरि ओ माई गड तपाईँ चाहिँ स्वास्थ्य आमा समूहको स्वास्थ्य सेवा स्वयंसेविका हो कि होइन आज अनि सरसफाइ कसले गर्न लाग्यो पहिला फुल रोपेको थियो त्यसपछि अब फेरि फुल सार्ने होइन तपाईँ पनि स्वास्थ्य के अरे स्वयंसेविका त होइन सदस्य ल ठिक छ। यहाँ चाहिँ हेर्ने दर्शक वृन्दहरू ल यहाँ हाम्रो ट्याङ्की सरसफाइ हुँदैछ। यो चाहिँ सोल्टिङ धारो हो ल ठिक छ। हेलो हेर्नु हाम्रो गाउँमा यस्तो महिला के अरे आमा दिदीबहिनीहरूले धेरै काम गर्नुहुन्छ ल ओके ठिक छ ल ठिक छ ल ठिक छ हस् हप्ता पछि सरसफाइ गर्छन् ल ठिक छ। अहिले यतिको राम्रो भएको छ माथि पनि फर्ने गर्ने हो कि नगर्ने माथि त्योभन्दा माथि त्यो तेर्सो ए ल ठिक छ। ल हाम्रो यस्तो हरियाली छ कि हाम्रो गाउँ विकास भइरह यतिको हुनु त अनि राम्रो हुने होइन र ल सोल्टिङ धारो हाम्रो यति सफा सुग्घर हाम्रो जनचेतना स्वास्थ्य आमा समूहको आमा दिदीबहिनीहरूले चाहिँ यस्तो सरसफाइ गर्नुहुन्छ गाइज ल ठिक धारो सफा हुँदैछ। यहाँ स्टिलको जालोको कमी छ अरू सबै ठिकै छ। हो धारो सफा गऱ्यो भने धर्म हुन्छ है धारो सफा गरौँ धर्म कमाउने भयो धारो सफा गरिहाल्नु हो धेरै धर्म हुन्छ ल यत्रो अनि मान्छे लड्दैन सफा गर्यो भने चिप्लिँदैन धर्म हुँदैन यो बनाउने मान्छेको कमजोरी हो यो यहाँको कर्मीलाई गाली गर्नुपर्ने भयो सबै कसले ल्याएर अस्ति मैले देखाएको थिएँ हाम्रो डम्बर सरहरू अध्यक्ष हो डम्बर सरलाई फेरि भन्नुपर्ने भयो यो धारो भन सब भनेर ए ठुलो धोक्रो लिएर आउनु भन्नु न भन्नु त ल अब फेरि रोड सरसफाइ हुँदैछ रोड रोडदेखि बाटोघाटोदेखि हाम्रा आमा दिदीबहिनीहरू आफ्नो घर मात्र होइन सबै सोल्टिङदेखि बाटोघाटो सफा गर्छन्। यतिको आमा समूह भएपछि हामी युवालाई जोस जाँगर त्यसै चल्छ। अब आमा सिकाइरहेछन् हामीलाई बुढा बच्चाहरूलाई पनि सिकिराख्ने यहाँबाट नि यति सिक्न पाइन्छ जियोस् यतिको इनर्जेटिक चाहिँ चाहिन्छ है आप्सर गाउँमा लगभग यतिको इनर्जेटिक चाहिँ 10 वर्षसम्म टिक्छ 10 वर्षपछि चाहिँ अकलले गर्छ भने ल म फेरि बेला आएर सफा गरिहाल्छु नि तपाईँको छोराछोरीले गरिहाल्छ नि अङ्कल बुहारी
यस्तै फुल बाँधेर चाहिँ वाउ ए यस्तो गाउँमा यस्तो राम्रो भएपछि को जान्छ त विदेश यतिको भोग लाग्यो भने पनि यहाँ हेऱ्यो भने भोग टर्छ त्यतिको राम्रो छ हाम्रो गाउँ गाइज झन् यहाँका बासिन्दा त हेरिरहँ जस्ता छन् ल यो चाहिँ हाम्रो केरा जसले देखे जसले टिपेर खाए नि हुन्छ पाकेपछि मेरो युट्युब च्यानल छ क्या ठुलबा तपाईँ नि हेर्नु सब्सक्राइब गर्नु कम भाइरल हुनु भइसक्यो तपाईँको ठुलो मम्मी जाने हो भने अस्ति नै मेरो भिडियो काकीले हेरेको छन् है दिदी थाहा पाउनु हो घरखोरी गएको उहाँ नाचेर केही छैन अर्को पनि चाहियो भने खानु हजुरआमाको जेठिया नाचेको अस्ति नै तिजमा यहाँ युट्युबमा हेर्ने मान्छेहरूले मेरो लुगा चाहिँ पर्ला नि फेरि म बाजेको भिडियो नि बनाउनु छु फेरि अब अलिकति सिँगाल हाल्दै थियो एउटा पराठी नै सिँगाल हाल्दै पनि हामीलाई हुन्थ्यो एउटा म्याटमा भुइँमा बस्न पाएदेखि म्याट ओछ्याएर बस्न पाएदेखि यसो कथा सुन्नलाई हुन्थ्यो बस्ने बेलामा हामी ढुङ्गातिर बस्छौँ हजुर बेला चिसो लाग्छ अलिअलि म्याटमाथि बस्न पाए ल उहाँलाई म्याटको आवश्यकता रहेछ काकीलाई हजुर त्यही हो सबैले एउटै हो त्यसो भए म के सल्लाह दिन्छु भने गाउँमा पराल छँदैछ एउटा लामो गुन्द्री बनाउनु झन् गुन्द्रीको यस्तो चर्चा पनि हुन्छ मान्छे बाहिरी मान्छेले पनि देख्छन् आफ्नो सिपको पनि प्रयोग हुन्छ त्यो म्याट भनेर 1 महिनामा गइहाल्छ गुन्द्री भने त अनि होइन पहिला एकचोटि तपाईँहरूले गुन्द्री बनाउनु भयो नि त्यसपछि म्याटको आवश्यकता हाम्रो अध्यक्षजीले गर्नुहुन्छ ठाउँ छ त यत्रो ठाउँ छैन ऊ यो त भन है ज्वरो आएको मान्छे नि काममा लागिरहन ल यतिको अब यो चाहिँ हाम्रो के मलमा जान्छ होइन त यो चाहिँ हाम्रो मलमा जान्छ अनि यही मलबाट फेरि रियुज गर्छौँ हामी अनि फेरि अर्को साल फुल रोप्ने फेरि यसमा यो चाहिँ के गर्ला ठुल्बा त्यो त है भिडियो त आएको आयो नि मेरो त नि यही हो भिडियो नै ठुल्बा हामी के गर्नु लाग्यो यो बिग्रियो हो र ए ल ठिक छ ल ठिक छ ल हाम्रो युवाहरू पनि जागेला छन् है आमा समूह देखेपछि आमा भनेपछि पुरुष महिला सबजना आउनुहुन्छ ल ठिक छ यतिको चाहिँ हाम्रो गाउँमा छन् है यतिको हरियाली छ गाउँमा यस्ता राम्रा मान्छेहरू छन् उहाँ बुढी मान्छे हुनुहुन्छ तैपनि आमा समूहको सदस्य भएका नाताले उहाँले चाहिँ सबै सरसफाइ गरिदिनुहुन्छ वाउ यति क्लियर हुन्छ वा यति क्लियर भयो अघि यस्तो चिप्लो थियो कि भर्खरको 3 जना मान्छे लडे तर अहिले आएर चाहिँ सफा भयो है त हो त्यो पहिला आफूलाई नपरि थाहा हुँदैन क्या वाउ हाम्रो सोल्टिङ धारो माघको महिनामा यत्रो धारो आउँछ भनेपछि हाम्रो त पानीको दुखै छैन क्या बोक्नलाई चाहिँ अलिकति समस्या हो पानी त मुहान त वालछेल होइन त काकी बोक्न मात्रै टेन्सन हो डुबेर होइन अब हरियाली सिँचाइ यतिको हरियाली छ अब झनै घर घरमा धारा आएपछि त के नसक्नु लगाइ आजको भिडियो यति नै इन्ड गर्ने कि सोचिरहेको छु